लग्यो कि अब एउटा मान्छेलाई बा अब पहिल्यैदेखि चिन्जान थियो कि बा चिन्जान नै नभई लगेको हो कि अब त्यो चाहिँ भन्नु पर्यो तिमीले अब पहिल्यैदेखि चिन्जान थियो अब मन परापर भएकै हो भने राजदेखि हो कि बा केही अब तिमीलाई फकाइलोलाई केही अब झाडाक्सी खाँदैनौ बा झाडाक्सी भएर लग्यो कि बा माताएर लग्यो कि अब हुन सक्छ नि लाने अब यो चाहिँ हाम्रो के अरे कर्तव्य है तिमीलाई सोध्ने अब बा के बा अब तिमी चाहिँ पहिल्यैदेखि चिन्जान थियो हामी चिन्जान भएर गयौँ हो कि बा मलाई त के अरे केही थाहा छैन म राम्रो चिन्दिनँ जस्तो लाग्छ कि त्यो चाहिँ अब तिमीले यहाँ स्पष्ट गरेर दिनु पर्यो यहाँ म छु बुवा छ एबा छ उ त सबै के अरे सबैको खेतमा सबैजना छौँ हामी मैले मात्रै सुन्दिनँ त त्यो भनेको त तिमीले भनेको सबैले सुन्नु पर्यो यहाँ के अरे मैले उता काकाहरूलाई बोलाएको छु सरदाङमादेखि आइदिनु जति हाम्रो दाजुभाइ जति छौँ त्यति हामी भेला भएको छौँ तिम्रो लागि अब तिमीले बा बिराजी हो भन्यो भने त हामीले फेरि कुटुम्ब अब राजी हो भने हामीले के कुरा गर्ने होइन अब तिम्रो राजी खुसीले गयो भने त्यो आजले हामी जानु पर्ला अब त्यो चाहिँ तिमीले भन्नु पर्यो राजी हो कि बिराजी हो अब फेरि त्यहाँ गइसक्यो अब तिमी यहाँदेखि घरदेखि गयो अर्काको घरमा गयो एक दिन छोरी चेली भनेको जाने हो आज होइन आज नभए अर्को वर्ष जाला अर्को महिना जाला होइन अब जाने हो हाम्रोमा पनि के अरे आउने हो हामीले पनि अरूको छोरी चेली ल्याउने हो तर गइसके पछाडि अर्काको घर गइसके पछाडि अनि त्यो अब तिमी जुन घरमा गयौ त्यो अर्काको घर होइन त्यो तिम्रो घर हो त्यो तिमीले गर्नुपर्ने घर हो जहाँ जति यहाँ घरमा गर्थ्यौ त्यो भन्दा बढी गर्नुपर्छ तिमीले यहाँ जन्म दिने बुवा आमा त तिमीले सानोमै गुमायौ आमा तिमीले राम्रो चिन्दैनौ के अरे तिम्रो आमा कस्तो थियो भन्ने तिमीलाई याद छैन अब तिमीले जन्म दिने आमा होइन कर्म दिने आमा भेटेको छौ त्यो पनि तिम्रो जन्म दिने आमा जस्तै हो त्यसैले त्यहाँ तिमीले गर्दाखेरि अरूलाई दोष नआउने हाम्रो माइतीलाई दोष नआउने नहोस् काकालाई दोष नआउने नहोस् बुवालाई फल्नाको छोरी यस्तो फल्नाको बहिनी यस्तो कहिले नआओस् तिमीहरूको सामान्य कुरा पनि हाम्रोमा नआओस् जहिले तिमीहरू मिलेर बसेको देख्नु पाऊ अब गइसकेपछि अनि राम्रो गरी खाएको सुन्न पाऊ हो फल्नाहरू त यस्तो भयो अरे उस्तो भयो अरे मुखको कोसेली हाम्रोमा नआओस् राम्रो भएर त्यहाँ जिन्दगी बितोस् अब मुखको कोसेली यहाँ है फल्नाको बहिनीलाई फल्नाको छोरीलाई फल्नाको भान्जी अब भनेर तिनको त यस्तो घर व्यवहार भयो अरे त्यस्तो कहिल्यै सुन्नु नपरोस् यदि भए पनि हाम्रोमा चाहिँ त्यस्तो नआओस् त्यो कुरा चाहिँ तिमीले कसरी हुन्छ मिलाएर हुन्छ कि आफू सुध्रिएर हुन्छ कि आफूले काम गरेर हुन्छ कि अरूलाई काम गराएर हुन्छ कि त्यो तिम्रो कर्तव्य हो अब एकछिनै रोक्नु पर्यो अब राजी बिराजी त कुरा भइहाल्यो अब त्यो कुरा त दुईजना नै सोध्नु पर्यो नि त होइन अब एक र चेलीलाई मात्रै के सोध्नु अब हाम्रो चेली लाने ज्वाइँलाई पनि अब कोहीले राजी भनिसक्यो कुरा छैन राजीमा लाने हाम्रो चेलीलाई खुसी पारेर लाने हाम्रो ज्वाइँ राजा नै भन्नु त अहिले ज्वाइँ त नभनिएको छैन फेरिएको छैन होइन उहाँ कस्तो हुँदछ अब त हामी उहाँलाई जिगाउने त्यहाँदेखि राजी हो भने त्यो अगाडि बढाउने अब होइन भने त हामीले त यो कोसेली त फिर्ता गर्नु पर्यो होइन त हो अब दुईजनै अब बहिनीले त ओके अब हामी दुईजनै राजी हो छोरी चेली लाने मान्छे त देखाउनु पर्यो हजुर अब अलिक बढी त भएन होला नि हो टुबाजी हो
पाइलेको होइन हामी त यो सबै हाम्रो चेली खोज्ने अब त खेताला मैसको किन अरु ल्याउनु पर्यो कति दिन भुलिएको छ त ज्वाइँ होला नि भएकै छैन नि छैन फेरि पछि अनि के भन्नु त अब ज्वाइँलाई सोध मलाई मान्छे भन्नु कि अब बहिनी लाने मान्छे भन्नु होला त्यसो भए ज्वाइँलाई सोध मान्छे चोर्ने मान्छे भन्नु पछ्याएर आयो तपाईँको चेली भन्दिनँ अन्त यहाँ त पुरो बिग्रिन्छ पछ्याउँदैन होइन सचाइले क्यामेरा नखिचेर जिन्दगीको साथी हो अब 10 खरा